स्विडेनमा मास्टर्स इन डेटा साइन्स अथवा बिजनेस इन्टेलिजेन्स गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ वान युनिभर्सिटीले चाहिँ तपाईँको आइएसपिटीको रिक्वायरमेन्ट वेभ गरेको छ। लेट्स टक अबाउट दिस। यदि नेपाल ओर इन्डियाबाट तपाईँले 4 वर्षको ब्याचलर डिग्री इन आइटी, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन ओर इन्फर्मेसन सिस्टम्स हो यो खालको कोर्सेस तपाईँले गर्नुभएको छ भने तपाईँलाई इङ्ग्लिस ल्याङ्ग्वेजको रिक्वायरमेन्ट यो युनिभर्सिटीमा मात्रै वेभ हुन्छ, अरू युनिभर्सिटीमा चाहिँ वेभ हुँदैन। स्विडेनमा मास्टर्स प्रोग्राम अप टु 4 एप्लिकेसन्स हाल्न सक्नुहुन्छ, बट इफ यु आर एप्लाइङ विदाउट आइएस ओर पिटी देन यु क्यान अन्ली एप्लाई टु दिस युनिभर्सिटी। सो तपाईँको एडमिसन चान्सेस त्यसै पनि लो हुन्छ र तपाईँलाई मन लागेको युनिभर्सिटी, मन लागेको कोर्स, मन लागेको लोकेसन, त्यसको ट्युसन फिजहरूमा चाहिँ तपाईँलाई कुनै पनि अप्सन्स हुँदैन। सो तपाईँले विदाउट आइएसपिटी नै एप्लाई गर्नुहुन्छ भने चाहिँ तपाईँलाई जस्ट द्याट युनिभर्सिटी मात्र तपाईँलाई वर्कआउट हुन्छ, बट यु डोन्ट हेभ एनी अदर चोइस। सो माई रेकमेन्डेसन आइएसपिटी नै गरेर तपाईँले चाहिँ मल्टिपल कम्प्युटर साइन्स रिलेटेडको फिल्डमा पढाइ हुने राम्रो युनिभर्सिटी, अझ राम्रो युनिभर्सिटीहरू छ। यु क्यान ट्राई द्याट युनिभर्सिटी एज वेल। सो आइएसपिटी गर्नुभयो भने तपाईँसँग अभियसली मोर अप्सन हुन्छ। सो बट स्टिल तपाईँलाई होइन म आइएसपिटी नै गर्दिनँ भने जस्ट वान अप्सन तपाईँसँग रहन्छ एन्ड यु हेभ टु you should know that you are willing to lose 900 SCK as well.